सुनिलाई सुनिलाई ए हजुर आउनु भयो नमस्ते चिन्नुभयो हजुर चिने मैले हजुरको भिडियो हेरिरहेको हुन्छ अब अस्ति पनि भेट भयो अचानकै कसरी नचिनौ भगवान् जस्तो मान्छेलाई हजुर बस्नु न हुन्छ हुन्छ दाइले कस्तो अहिले चाहिँ अलि ठिक छ राम्रै भइरहेछ गाह्रै छ है हजुर गाह्रै त्यही त अहिले चेकअपहरू चाहिँ कस्तो चेकअपहरू पनि भइरहेछ अहिले चाहिँ राम्रो छ अब फलोअपको लागि चाहिँ फेरि लानुपर्ने छ अस्ति म आउँछु भनेर भनेको थियो तपाईँलाई होइन बाछा पुरा गरेर आएको थियो होइन त्यही त हुन्छ बस्नु न बस्नुहोस् चेकअपहरू चाहिँ सबै भयो होइन हजुर भइरहेछ अनि अस्ति केयर होम भनेको यही भयो त्यसो तपाईँले होइन कसरी आउनु भयो थियो नि यहाँ छु अस्ति तपाईँले केयर होममा हालिराख्नु भएको थियो भनेर भन्नुभएको थियो नि त मलाई अनि त्यही भएर अनि सुनिल दाईको नाम पनि थाहा छ अनि सुनिल दाई कहाँ हुनुहुन्छ भनेर सोधेर यहाँ तपाईँले सानो सरप्राइज दिन आयो नि अब भेट्न आएको उहाँले कस्तो छ भनेर होइन म एकदमै धेरै खुसी भएँ अब हजुर जस्तै एकदम भगवान् भेटे जस्तै भयो कि मलाई अस्ति चाहिँ अब हजुरलाई यसरी हाँससम्म अब अचानकै भेट हुँदा पनि एकदम भगवानै आएको जस्तो भयो कि मलाई चाहिँ अब कति दिनदेखि चाहिँ अब त्यो पीडाहरू चाहिँ त्यो मनमा चाहिँ गुम्सिएर बसिरहेको पीडाहरू तब हजुरको हाँस समात्दैमा त्यो पीडाहरू नि एक्कासी सकिएको जस्तो भएको थियो कि मलाई म एकदमै अचानकै भेट भयो होइन अस्ति पनि अचानकै भेट भएको थियो न त्यही भएर मेरो लागि एकदम भगवानै आउनु भएको हजुरले अचानक चिन्नु भयो बाटोमा मलाई हजुर म एकदमै भिडियोहरू हेरिरहेको छु क्या हजुर म एकदमै धेरै हजुरको ठुलो फ्यान नै भन्नु एकदम अनि त्यसैको कारण चाहिँ मैले भिडियोहरू हेरिरहेको छु नि त त्यही भएर चाहिँ अनि मैले नि यस्तो सक्ने जति मैले गरिरहेको सबैलाई होइन आफूले सक्ने जति म नि पढि नै रहेको कि त्यही सँगसँगै कसैले यहाँ सानो हेल्प हुन्छ कि भनेर कसैलाई होइन आफूले गर्न सक्ने जति गरिरहेको आज थोरै खुसी लागेको छ तपाईँले होइन मलाई गाह्रो भयो क्या सानो एउटा खुसी बाडो भनेर आएको छु होइन एकचोटि ब्याग नजिक आउनु न जे होस् मेरो यस्तो दुःख यो कठिन अवस्थामा पनि हजुरहरूले यति धेरै साथ दिनुभयो माया हौसला दिनुभयो यसमा पनि मलाई यति धेरै खुसी लाग्छ कि यो 50,000 हजुरलाई होइन अनि अर्को 50,000 1 लाख भयो अनि अर्को 50,000 1.5 लाख ल्याएको छु होइन यति छोटो समयमा पनि यति धेरै चाहिँ उपचारको लागि यति छिटो पैसा आफूले सक्ने रकम थोरै होइन यो त रकम थोरै हो तपाईँको लागि होइन हाम्रो लागि त यो त धेरै हो अहिलेको लागि यो उपचार गर्न थोरै हो